वेलकम टू माई यूट्यूब च्यानल। अब हामी पार्ट 2 लिएर आइसकेको छौँ र आज हाम्रो यो घर बनाउनेको मूल ढोका राख्ने छ। मूल ढोका राख्ने दिन रहेको छ र अब हामी अगाडि बढ्दैछौँ मूल ढोका पूजा गर्नको लागि। मूल ढोका पूजा गरिँदैछ। मूल ढोकाको पूजारी जारी छ र मम्मी हाम्रो पूजा गर्दै हुनुहुन्छ। त्यहाँबाट अनि आएपछि घन्टी लिएर मूल ढोका उठाइँदैछ। यहाँबाट हाम्रो मूल ढोका राखिनेछ। हाम्रो छेउछाउतिरको वाल सबै कम्प्लिट भएको छ। यता अलिकति सिँढी साइडमा राखिएको छ किनकि त्यहाँ अहिले बाँकी छ। मूल ढोकाको पूजा हुँदैछ।
यता हाम्रो पछाडि ड्रेन बनाउने काम पनि जारी छ। घरमा पछाडि ड्रेन पनि बन्दैछ। आफ्नो सीमादेखि भित्रै 2 इन्च छोडिएको छ बाहिर छेउमा। सुता तानेर सुतादेखि भित्र 2 इन्च छोडेर गाह्रो उठाउँदैछौँ। त्यहाँबाट यति उठाएपछि यता पनि उठाउने छौँ। पश्चिमतिरको यो उत्तरतिरको सुरुमा स्टार्ट गरिएको छ। र हाम्रो 1 नम्बर इँटा आएको छ। इँटा मगाएको थियो, वर्ष इँटा झर्दैछ। हाम्रो काम जारी छ। थोरै सानो सानो क्लिप निकालेर भिडियो एडिट गर्ने चक्करमा भिडियो अगाडि पछाडि भइदिएको रहेछ। सानो एउटा क्लिप अगाडिको पछाडि पछाडिको अगाडि भइदिएको रहेछ। किनकि हामीले योभन्दा अगाडि नै मूल ढोका लागिसकेको छौँ र अहिले मूल ढोकाभन्दा पछाडिको भिडियो आएको रहेछ। यहाँ फेरि यहाँ हामीले अब भेन्टिलेसन सिडी सबथोक राखिसकेको छौँ। र माथि अब सेटिङको काम स्टार्ट भइसकेको छ हाम्रो। तलको काम सकिएर माथि छत पिट्नको लागि सेटिङको काम स्टार्ट भइएको छ। यता आधी जति सिडी बनेको छ, आधी बाँकी छ। आधी अब यो छत ढलान गर्दाखेरि हुन्छ। अहिले हाम्रो यहाँ सिडिङ मात्रै पाएको छ र यहाँ केही रडहरू आएका छन् छत बुन्नको लागि र छत बुन्ने काम हाम्रो स्टार्ट भइसकेको छ। त्यसको लागि रडहरू सिधा पारिँदैछ। माथि सेटिङ बिछाइसकेका छन् र आजबाट छत बुन्ने काम स्टार्ट भइएको छ। छत बुनिराखिएको छ। अब भित्रबाट यस्तो देखिरहेछ। बाँस ठड्याएको छ माथि सेटिङ अड्याउनलाई। हाम्रो सिडी भयो। सिडी चाहिँ हाम्रो बाहिरबाट आएको छ। यहाँ अब स्टार्ट भइसकेको छ छत बुन्ने काम। यता छोरा लगाउँदैछन् छत बुन्ने मान्छेहरूले। पहिले बिम लगाउँछन् अनि फेरि बिछाउँछन्। फेरि हाम्रो भेन्टिलेसन रहेको छ। पुरै माथिबाट मसला नजर सुनेर एक यहाँ हाम्रो छत पनि बनेर तयारी भइसकेको छ।
लगभग छत उनेर सकिसकेको छ। अलिअलि बाँकी रहेको गर्दैछन्। हाम्रो ढलानको लागि सामान भइरहेको चलिसकेको छ र छत ढलान आज सुरु गरिँदैछ। त्यसैको लागि तयारी भइरहेको छ। फुटेको ढुङ्गाले छत ढलान गर्न आँटेको छ र यहाँ छत ढलानको लागि साली मार्तुल 40 ग्रेडको ओपिसी सिमेन्ट झरिसकेको छ र यहाँ मिक्सर पनि रेडी अवस्थामा छ। हाम्रो ढलान पनि लगभग सुरु भइसकेको छ। तयारी हुँदैछ। र त्यसै गरी अब मिक्सर स्टार्ट गरिसकिएको छ। पूजासुजा सकिएर पूजा पनि गरिसकेको छ र मिक्सर अब स्टार्ट भइसकेको छ। अब सामान हाल्नलाई उहाँ बकेटमा रेडी अवस्थामा छ। यहाँ चाहिँ छत ढलान गर्ने ठेकदार हो। उनीहरूको लेबरहरू सबै छत ढलानको पार्टी नै अलग हुन्छ। मिक्सरले फर्स्ट लटको मसला रेडी गरिसकेको छ। ढलानको लड्डु बाँडिने मिठाई बाँडिँदैछ सबैलाई। मिठाई त खुवाउनु पर्यो, लड्डु त र त ढलान स्टार्ट भइसकेको छ। फर्स्ट लटको मसला पनि झरिसक्यो माथि भिजाएर भोलि बिममा मसला हाल्ने। यो छेउछेउको बिमतिर मसला लिँदैछ किनकि पत्ता रेडी भइसकेको छैन र उता पनि हालेर यो गाडामा हालेर दुईटा गाडा रेडी भएर बसिरहेका छन् मसला लाउनलाई।
गाडामा मसला भरेर लिएर जाँदैछन्। पछाडिको बिममा हाल्नुपर्ने छ र एउटा मिस्त्रीले भाइब्रेटर पनि लगाइरहेछ बिममा ताकि मजाले मसला घुलमिल होस् भनेर। लगभग 25-30% भन्दा धेर काम भइसकेको छ। काम जारी छ। एउटा मिस्त्रीले पछाडिदेखि मिलाउँदै आइरहेछ। लगभग अब हाम्रो ढलान पनि अन्तिमतिर आइसकेको छ। अन्तिमभन्दा पनि अहिले छन् 25-30% जति काम। एक साइडको लगभग भइसकेको छ। अन्तिम अवस्थामा आएर गरिँदैछ काम र हामी भिडियो पनि अन्तिम अवस्थामा आइसकेको छौँ। आज ढलानको ढलान सकिन आँटिसकेको छ। यो ढलान सकेर पनि अब माथि पानी जम्मा गरिरहेको छ। पानी जम्मा गरेको पनि ढलान गरेको पनि अब आज निकै दिन भइसकेको छ। केही दिनमा ढलान खोलेर सेटिङ खोलेर अनि त्यसपछि फेरि फिनिसिङको वालमा प्लास्टरको बाहिरभित्रबाट प्लास्टरको काम स्टार्ट गरिनेछ। साथै अब पार्ट 2 पनि यही हाम्रो समाप्त भएको छ र पार्ट 3 मा हामी प्लास्टरको फिनिसिङको भिडियो लिएर आउनेछौँ। भिडियो कस्तो लाग्यो होला लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यहाँ हामीले माटो जम्मा गरेर राखेको छौँ, पानी जम्मा गरेर राखेको छौँ मजाले ताकि त्यताको बिम सुकिन हालोस् भनेर सुतीको बोरा पनि लगाएको छौँ। सनको बोरा सनपाटको